हेलो यो सुन्नै पर्ने घटना चाहिँ आज टिकटक हेर्दै जाँदा मैले एउटा भिडियो देखेँ कि त्यो हात खुट्टा काटेर फालेको भन्ने घटना त हजुर सबैलाई थाहा होला। फाइनली गाइस त्यो 13 वर्षको बच्चा थियो नि अंशु गौतम जसलाई चाहिँ कुहिएको अवस्थामा भेट्यो जङ्गलमा भनेर न्युज आएको थियो 2 महिना अगाडि। त्यसको मुख्य आरोपी त्यो हत्यारालाई चाहिँ आज समात्यो, भागेर इन्डिया गएको रहेछ। अनि यहाँ नेपाल आएको थाहा पाउने बित्तिकै परिवारले खबर गरेर प्रहरीले गएर समातेर आज अघि भर्खर 10 बजी यो पब्लिक गरेको छ। गाइस छिमेकी घर टाँसेकै घरको मान्छे 59 वर्षको जसको आफ्नै 3टा छोरी छ के, त्यस्तो मान्छेले त 13 वर्षको बच्चालाई बलात्कार गरेर कसैले रेटेर खुकुरीले फुली चिन्जिले यस्तो के नयाँ कानुन लिएर आउँछ भनेको हाम्रो छोरीले छिमेकी जना काका अङ्कल ठुलो पाउ बजु पाउ भन्दा त्यस्तो मान्छेले बलात्कार गरेर स्वीकारेको छ। फेरि त्यो मान्छेले आज त्यो मान्छे पब्लिक भयो, म फोटो पनि राखिदिन्छु हेर्नु होला। हेलो गाइस होइन, मैले चाहिँ आज टिकटक हेर्दै जाँदा मैले एउटा भिडियो देखेँ त्यो हात खुट्टा काटेर फालेको भन्ने घटना त हजुर सबैलाई थाहा होला। अनि त्यो घटना चाहिँ मलाई पनि थाहा थियो। अनि मैले आज भिडियो हेर्दै जाँदा चाहिँ त्यो मान्छे हत्यारा जुन भन्नेलाई चाहिँ पक्रिएछ कि बिचरा होइन। त्यो मान्छेले होइन 13-14 वर्षको बालिकालाई बिचरा बलात्कार गरेर 3-4 टुक्रा बनाएर होइन, हात एकपट्टि खुट्टा एकपट्टि ज्यान एकपट्टि शरीर एकपट्टि बनाएर चाहिँ त्यस्तो गरिदिएको रहेछ कि बिचरा होइन। उसलाई त्यो भएर चाहिँ जति पनि नेपालीहरू छ होइन, यस्तो होइन फाँसी हुनु पऱ्यो कि हाम्रो नेपालमा यहाँ कानुन डेन्जर हुनु पऱ्यो कि बिचरा 13-14 वर्षको बच्चालाई जबरजस्ती करनी गरेर त्यही पनि बाउ जस्तो मान्छेले के भयो हेर्नु न यार। मैले दिदी रोएर भनेको चाहिँ एकदम मलाई होइन मनले थाम्नै सकेन कि, त्यही भएर मैले भिडियो बनाएको हो। यस्तो काम गर्नेहरूलाई चाहिँ एकदम कडाभन्दा कडा कारवाही हुनु पऱ्यो कि यिनीहरूलाई चाहिँ होइन, जेल होइन कि सिधै फाँसीको सजाय हुनु पऱ्यो कि। बिचरा 13-14 वर्षको बालकलाई होइन रेप गरेर त्यस्तै आमा बाउ मनमा चाहिँ आमा बाउलाई अहिले कतिको पिडो भयो होला कि। त्यही भएर नि होइन हरेक रुकुमदेखि हरेक गाउँ ठाउँमा बस्ने बासी नेपालीहरू हजुरहरू एकदम सुरक्षित भएर बस्दिनु होला होइन। अहिलेको जमानामा आफ्नै मान्छेको भर छैन, आफ्नै मान्छेले त्यसरी काटेर फालेर बिचरा बलात्कार गरेको रहेछ। अहिलेको जमानामा आफ्नै मान्छेको भर छैन, त्यही भएर विश्वास झट्ट कसैलाई पनि नगर्नु होला। आफूले भित्रदेखि चिनिया छ होइन, आफूलाई पहिलेदेखि इलेक्सन छ भने विश्वास गर्नु होला, नत्र चाहिँ झट्ट विश्वास नगर्नु। अनि त्यति रुवाएको हेर्नु होला होइन, मनै थाम्नु सक्दैन कि। यस्तो बलात्कारीहरूलाई चाहिँ फाँसीको सजाय सुनाउनै पर्छ सरकार होइन। म सरकारलाई माग गर्छु यस्तोहरूलाई फाँसीको सजाय चाँडोभन्दा चाँडै सुनाओस् नेपालमा होइन। चाँडैभन्दा चाँडै फाँसीको यो कानुनी पनि आओस्। अनि यो मेरो गाउँमा बस्ने दिदीबहिनीहरू हजुरहरू एकदम सुरक्षित भएर बस्नु होला। बेलुका जता पायो भने ननिक्लिनु होला, निक्ले पनि एकजना साथी लिएर निक्लिनु होला होइन। हजुरहरूको नियत राम्रो होला। अब यो अहिले आएको यो मान्छेहरूको नियत होइन, कसैले मान्छे हेरेर अब यो मान्छेको नियत कस्तो विचार गर्न सक्दैन। हजुरहरू राम्रो भयो भने हजुरहरू ठिक भयो पनि होइन, हजुरहरू गर्ने मान्छेको नियत नराम्रो हुनसक्छ, त्यो मान्छे ठिक नहुनसक्छ। त्यही भएर चाहिँ मेरो दिदीबहिनीहरू हजुरहरू घरबाट निक्लिनुभन्दा पहिला बाउ आमालाई होइन सुझाव दिएर म यो ठाउँमा यसरी जान्छु भनेर टक्क फोन बोकेर चाहिँ राम्रो तरिकाले हिँडिदिनु होला। एकदम आफ्नो सुरक्षित गर्नु होला। सकेसम्म चाहिँ साथीसँग हिँडिदिनु होला, आमा बाबासँग हिँडिदिनु होला, एक्लै नहिँड्नु होला। अनि नेपालमा अब यस्तो घटना चाहिँ नघटोस् होइन। त्यही हो सरकारलाई, अब सरकारको बारेमा बोल्यो भने अब भिडियो बिहान हुन्छ सरकार हजुरलाई होइन, हामीले केही नराम्रो कुरो गरेको होइन। यो यस्तो मान्छेलाई चाहिँ फाँसीको सजाय सुनिदिनु पऱ्यो कि होइन। सुन्न पाए धेरै राम्रो हुन्थ्यो होला। त्यही हो। तेरे मोटा बिचारा